साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्दै जोडिनुहोला। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको दाद, लुटो, छालाको सम्पूर्ण ब्याक्टेरियल इन्फेक्सनहरूको उन्मूलन 10-15 दिनभित्र नै 100% निको पारो। आज 12 गतेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू साइन्टिफिक टेलिभिजनबाट सुन्नुहोस्। जेठ 17 गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्ममा 360 वटा पिलरहरू गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए। निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक साउन 1 गतेदेखि संशोधन हुनुपर्छ। श्रम ऐनमा प्रत्येक 2 वर्षमा पारिश्रमिक समायोजना गर्नुपर्ने व्यवस्था अनुसार आगामी आर्थिक वर्षदेखि हाल कायम रहेको पारिश्रमिक पुनर्निर्धारण हुनुपर्छ। इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै 3 जना नेपाली पनि भारत आइपुगेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज 272 भारतीय र 3 नेपाली नागरिकलाई दिल्ली ल्याइ पुर्याएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले कोरियाली सिप प्रविधि अनुभवलाई नेपालले अनुसरण गर्नुपर्ने बताएका छन्। अदालतको अवहेलना मुद्दामा दृष्टि न्युज अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बा सहितको बयान भइरहेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्याएका केही युवकको उद्धार गरी ल्याएकाले लैजानेलाई खोजी गरी कारबाही गर्ने माग गरे। जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ। इक्वेडरका मोस्ट वान्टेड अपराधी तथा लस छोनरोस अपराधी गिरोहका नेता होसे एडोल्फो मासियस बुधबार पक्राउ परेका छन्। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको पाइल्स, फिसर, फिस्टुलाहरूको समस्या 10-15 दिनभित्र नै 100% निको पारो। सर्लाही जिल्लाको बाह्रपुरी गाउँपालिका 4 स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिको सडकबाट लागु औषधसहित 2 जना युवक पक्राउ परेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका 5 मेजरगञ्ज स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा 1 युवकको मृत्यु भएको छ। पर्यटकीय जिल्ला सोलुखुम्बुको फ्याप्लु विमानस्थलमा 17 दिनपछि बुधबार जहाज उड्ने भएको छ। प्रतिकूल मौसमका कारण गत जेठ 26 गतेदेखि अवरुद्ध भएको जहाज उडाउन 17 दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फ्याप्लुले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनार सहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। Domain register, web host, web design, and mobile apps at Scientific Organization since 15 years. No more cost with highly secured and trusted service.